मैले चाहिँ हजुरहरूलाई भनेकै नै थिएँ भोलिबाट चाहिँ मेरो कपडा काट्नुपर्ने हुन्छ भनेर। हेलो एभ्रिवान, म प्रिया। आजबाट चाहिँ मेरो ब्लाउज बनाउन स्टार्ट भयो है साथीहरू। तपाईँहरू पनि बुक गर्न सक्नुहुन्छ नि। मलाई याङदुरे ब्लाउज चाहिँ म खतरा भए हिँड्छु नि फेरि। हेर्नु न, म चाहिँ पुरा रमाइरहेका थिएँ। हाम्रो सानो बाबु चाहिँ आएर नै चाहिँ बुइनी कस्तो राम्ररी खेलिरहेको छन्। हामीले हँसाउँछौँ पनि बेला बेला। त्यस पछाडि चाहिँ हामीले सबैले यहाँ सबैले पैसा गुड टाइम के खाने भनेर सबैले मिलेर के खाने भनेर हामी चाहिँ गयौँ दोकानतिर। सुरुमा चाहिँ हामीले किन्यौँ चटपटे चाना, त्यसपछि चाहिँ हामीले सबै प्रकारको चिप्सहरू चाहिँ किनिसकेका थियौँ। त्यस पछाडि चाहिँ हामी कुद्दै कुद्दै गयौँ हाम्रो ठाउँमा। त्यस पछाडि चाहिँ हामीले सबै थोक रेडी पारेर खोर्सानी सोर्सानी मजासँगले काटेर चाहिँ पिरो खाने हो भनेर, तर त्यस्तो पिरो चाहिँ भएन र चाहिँ हामीले भने जस्तो चाहिँ खोर्सानी चाहिँ थुप्रै छ अब। त्यस पछाडि चाहिँ हामीहरूको चानाको लुक्स चाहिँ भन्नुहुन्छ भने हेर्नु है कस्तो राम्रो भइरहेछ भने खाउँ परेको। मैले चाहिँ प्याज लिएर गएको थिएँ घरबाट 2टा, म त बिर्सिछु, मेरो त बेगमै पो रहेछ। त्यस पछाडि चाहिँ म चाहिँ चानाको इन्जोय लिनु थालेँ। हाम्रो बाइडेउलाई चाहिँ पिरो भयो अरे, खोर्सानी टोक्नु भयो चाहिँ रुख भएर चाहिँ हामी चाहिँ उता हेर्दै हाँसी नै राखेको थियौँ। अब बाइडेउलाई हेर्दै ऊ चाहिँ त्यति पिरो खानुहुन्न रहेछ। आज चाहिँ राम्रै लागेको, सबैजना मिलेर खाना मिसिन सिक्न भनेर गएको, हातले पनि पो सिलाउनु पर्दो रहेछ त साथीहरू। हेर्नु न, मैले त त्यति पारा लिएको थिइनँ हातले सिलाउनलाई, त्यही पनि 1-2 खेपमा मैले चाहिँ पारा ल्याएँ। भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ, बाई बाई।